हेलो गाइस, नमस्ते। म आज तपाईँहरूको बिचमा आइसकेको चाहिँ जापानको समसामयिक विषयहरूलाई लिएर। मेरो साथमा हुनुहुन्छ आज हजुरको साथी। हजुरको नाम चाहिँ? मेरो नाम चाहिँ झलक खड्का। अनि तपाईँ जापान आएको कति भयो? जापान आएको 2 वर्ष जति भयो होला। जापान सोचेको जस्तो छ कि कस्तो लाग्यो तपाईँलाई देश? जापान राम्रै छ सोचेको भन्दा। मैले सोचे भन्दा एकदम राम्रो नै छ। अलिकति दुःख छ, काम पाउन गाह्रो छ जापानमा, त्यही हो। सङ्घर्ष नै धेरै गर्नुपर्छ त्यस्तै। तपाईँले यो देशमा आएको कति समयमा काम पाउनु भएको थियो? काम त मैले योभन्दा पहिलेको भिडियोमा नि भनिरहेको छु। मैले त्यस्तै आएको 12-15 दिनमा काम पाएको हो। अहिले चाहिँ 2वटा काम गरिरहेको छु। एउटा ब्याङ्क काम, एउटा ह्यान्ड क्यास गरिरहेको छु। अब कसैलाई ह्यान्ड क्यासको जरुरत छ भने मलाई भन्दा हुन्छ। एउटा 1-2 जनासम्म सेवा गर्न सकिन्छ। हजुर केमा आएको? स्टुडेन्ट अनि वर्किङ केमा? म चाहिँ स्टुडेन्टमा आएको। अहिले चाहिँ अब स्टुडेन्टमा आएको, अब न्युङ्गो गएको सिद्ध्याएर अब सेनमन जाँदैछु 3 महिनापछि। जापानमा सेनमन गएकोहरू पाउन गाह्रो हुन्छ भन्ने छ, त्यसमा तपाईँ के भन्नुहुन्छ? सेनमन गएको पाउन जापानमा एकदम गाह्रो छ। कामको भन्दा पनि सेनमन गएको पाउन एकदम गाह्रो छ। अब आफू मेहनत गर्नु पर्यो। अब त्यही हो, एकदम सेनमन गएको चाहिँ पाउन गाह्रो छ। मैले चाहिँ पाएको, अब मलाई पनि गाह्रो भयो, मेहनत भयो। अब मेहनत गरेर धेरै टाइमपछि सेनमन पाएको। हजुरको सेनमन फिक्स भइसक्यो? मेरो त सेनमन फिक्स भएर पनि मैले पैसा हालिसकेको 10 मान। अनि नेपालीहरू देख्दा तपाईँलाई कस्तो लाग्छ? अब यो देशमा हुन्छ नि पढाइको देश हो, यसमा नेपालीहरू देख्दा कस्तो व्यवहार गर्छन् नेपालीहरूले? नेपालीहरू देख्दा त अब गाउँघरकै साथीभाइ जस्तो लाग्छ देख्दाखेरि, तर उनीहरूको विचार र अब उनीहरूको कुरा सुन्दाखेरि चाहिँ अलिकति कस्तो घमण्डी भन्छ के भन्छ, त्यस्तै घमण्डी पारा नै जस्तो लाग्छ मलाई। हजुर, तपाईँ जापानको कुन ठाउँमा बस्ती गर्नुभएको छ अहिले? म चाहिँ जापानको टोकियोको नजिकै भनौँ, चिकाटेचु आकाचुक्का। प्रख्यात ठाउँमै बस्नुभएको रहेछ। टोकियो नै बस्छु अहिले। अनि के छ टोकियो र गाउँहरूको फरक के छ, डिफ्रेन्स केही बुझ्नु भएको छ? फरक त अब टोकियोमा अब अलि काम पाउँछ, अब गाउँतिर अलि कामसाम पाउँदैन, त्यही हो फरक। अब टोकियो अब त्यही हो, बजारमा बस्नु र गाउँमा बस्नुमा फरक चाहिँ अब कामको रूपले हेर्ने हो भने त टोकियो नै राम्रो छ। अब आफ्नो शान्त तरिकाले राम्रो वातावरणमा बस्ने हो भने गाउँमा नै ठिक छ, तर अलि गाउँमा काम नपाउने कारणले चाहिँ टोकियोमा ठिक छ भनौँ। मैले सुनेको जापानमा जीवनयापन गर्नको लागि निकै गाह्रो छ। जापानमा आउँदाखेरि आफ्नो अगाडिको मान्छे हुनुपर्छ भन्छन्, त्यो कतिको सत्यता छ त्यो भित्र? त्यो चाहिँ हो, जापानमा आफ्नो मान्छे छ भने चाहिँ आउँदा ठिक हो, र आफ्नो मान्छे छैन भन्दा अलिकति जापानमा त्यति राम्रो चाहिँ छैन। अब आएर आफूले सङ्घर्ष गर्नुपर्छ, भाषा चाहिन्छ काम खोज्नलाई। अब आफ्नो मान्छे छ भने आउने बित्तिकै 2वटासम्म काम पनि पाउन सक्यो। आफ्नो मान्छे छैन भने त 4-5 महिनासम्म न काम पाउँछ। अब त्योसँग भाषा पनि हुँदैन। नेपालमा हिरागाना कातागाना पढेर आउँछ, अब यहाँ सबै कुरा बोल्न पनि सक्दैन। त्यही अलिकति दुःख नै गर्नुपर्छ कि नेपालमै राम्रो बेस भएर एन्फो लेभल पास गरेर आउँदा चाहिँ राम्रो, नत्र भने अलि गाह्रो नै छ जापान सोचेको भन्दा। मैले सामाजिक सञ्जालहरूमा सुनिरहेको हुन्छु, जापानमा स्टुडेन्ट भिसामा आउनुभन्दा वर्किङमा आयो भने अलि सहज छ, स्टुडेन्टहरूले कमाएको पैसाभरि आफ्नो गाहकलाई तिर्नुपर्छ भन्ने छ। त्यसको लागि के भन्न चाहनुहुन्छ? तपाईँ स्टुडेन्टमा आऊ भन्नुहुन्छ कि तपाईँ पछाडिको भविष्य देखेर स्टुडेन्टमा आउन चाहनुहुन्छ? पैसा कमाउनको लागि वर्किङमा आउने के सल्लाह दिन चाहनुहुन्छ? त्यो त अब उनीहरूको क्षमताको कुरा हो। अब सक्छ भने नेपालबाटै एनसन पास गरेर वर्किङमा आउँदा चाहिँ राम्रो, सकिँदैन भने चाहिँ अब स्टुडेन्टमा आउँदा पनि राम्रो। स्टुडेन्टमा अलिकति दुःख छ, स्ट्रगल गर्नुपर्छ, पढ्नुपर्छ, प्लस काम गर्नुपर्छ। नेपालबाटै वर्किङमा आयो भने काम मात्रै गर्ने हो, त्यति फरक हो। अनि तपाईँ जापान आइसकेपछि कहिलेकाहीँ यस्तो भएको छ कि छैन, यो ठाउँमा किन आएछु भन्ने त्यस्तो त भएको छ कि छैन? त्यो हुन्छ, अब सधैँ काम गएको, अब खाना मिल्दैन, हरेक कुरा हुन्छ नेपालमा। अब आमाले पकाएको खाना खाइन्थ्यो, अब यहाँ आएर त आफै पकाएर खानुपर्छ, काम गर्नुपर्छ, गएको जानुपर्छ, दुःख लाग्छ। अब कहिले कसो बिरामी भएको बेला त दुःख सम्झिँदाखेरि त लाग्छ, तर कहिले कसो रिग्रेट फिल भए पनि अब छोरा मान्छे हो, सङ्घर्षको लागि घर छोड्नै पर्छ, विदेश जानै पर्छ। त्यही भएर पनि त्यहीमै मन बुझाइरहेको छु मैले अहिलेसम्म। अनि नेपाल कहिलेसम्म जाने मन छ? नेपाल फर्किने मन होला नि? कति वर्षको प्लान बनाउनु भएको छ नेपाल फर्किने?
नेपाल त अब त्यही हो 5-7 वर्ष बसेरै अब यसो जाने भन्ने कुरा छ। कतिपयहरूको त हुन्छ नि त सपनाको देश भन्ने हुन्छ, तर सपनाकै देशले पनि सपनाकै निम्ति आफ्नो सासहरू अन्त्य हुनसक्छ। त्यसै कारणले गर्दा यो देशमा आउनको लागि तपाईँले दिएको सुझावहरू एकदम मनन गर्दै पक्कै पनि यो भिडियो हेर्ने मान्छेहरूले बुझ्नुहुन्छ होला। के भन्न चाहनुहुन्छ अब आइरहेको हुनुहुन्छ दाइभाइ दिदीबहिनीहरू, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? तपाईँ कसरी आउँदा ठिक हुन्छ, कुन भिजामा आउँदा ठिक हुन्छ भन्ने कुरामा के भन्न चाहनुहुन्छ? आएको साथीभाइहरूलाई चाहिँ म भन्न चाहन्छु अब सङ्घर्ष गरौँ, तर अब त्यो सङ्घर्षमा दुःख भयो भनेर अब त्यो आत्महत्या चाहिँ नगरौँ। जिन्दगीमा अब मान्छे भइसकेपछि सङ्घर्ष गर्नुपर्छ, दुःख हुन्छ, सङ्घर्ष गर्नुपर्छ, मिलेर अगाडि बढ्नुपर्छ। अब त्यही हो, अब सङ्घर्ष गर्दा गर्दै पनि भएन भने पनि अब के नेपाल फर्केर जान सकिन्छ। आफ्नो अब नेपालमा बाबुआमा दाजुभाइ सब हुन्छ, तर त्यसरी आत्महत्या चाहिँ नगर्दा नै राम्रो। अब जो भए पनि अब विदेश आइसक्यो, जुनसुकै ठाउँमा गए पनि सङ्घर्ष गर्नै पर्छ। त्यही भएर अहिले अब सङ्घर्ष गरेपछि भोलि कुनै फाइदा होला भन्ने तरिकाले चाहिँ सङ्घर्ष गर्दा नै एकदम राम्रो। अब जापान आउने साथीभाइहरूलाई चाहिँ म भन्न चाहन्छु राम्रोसँग पढेर अब वर्किङमै आउँदा चाहिँ राम्रो, तर वर्किङमा पनि आएर यहाँ कम्पनीमा भने जस्तो काम पाउँदैन भनिरहेको छ। अब यस्तै हो, अब तपाईँहरूले के सक्नुहुन्छ त्यही अनुसारले आउँदा एकदम राम्रो। मैले सुनेको जापानमा स्टुडेन्टहरूलाई काम गर्नुपर्छ, कलेज जानुपर्छ, टाइम नै मिल्दैन भन्ने कुराहरू छ। अनि अब 28 घन्टा काम गर्नुपर्छ हप्तामा, अनि गएको पनि 5 दिन जानुपर्छ होला। अनि के कसरी टाइमहरू म्यानेज गरिरहेको छन् विद्यार्थीहरूले, यो विषयमा के भन्न सक्नुहुन्छ? विद्यार्थीहरूले त अब खानै नखाएर सुत्दै नसुतेर गएकोबाट काम गएर, कामबाट रातभरि काम गरेर बिहान गएर बिहान गएकोमा पढेर गएकोबाट फेरि काममा गएर त्यसरी विद्यार्थीहरूले जीवन चलाइरहेको छन्। न तिनीहरूले खाना पाएको छ, न सुत्न पाएको छ। त्यही भएर अलिकति स्टुडेन्टलाई अलिकति गाह्रो नै छ। अब पढ्न जाऊ गएकोमा त्यस्तै प्रेसर हुन्छ, गएकोले त्यस्तै उ गर्छ। अनि त्यहाँबाट पढेर काममा जाऊ, रातभरि नाइट काम गर, अनि फेरि बिहान कामबाट गएको जाऊ, गएकोबाटै काममा जाऊ। गाह्रो छ, न खाना पाइन्छ, न सुत्न पाइन्छ। अब त्यहीमा पनि त्यति काम गर्दा पनि पैसा पुग्दैन। एकदम सोचे भन्दा गाह्रो नै छ जापानको स्टुडेन्ट लाइफ।